किन भाग्यो त किन भाग्यो हजुर किन भाग्यो होइन त्यतिकै त्यो के पनि होइन के भयो न त्यतिकै कोही भाग्छ होइन क्या दाइ त्यो होटलवाला अङ्कल छ नि अनि त्यो होटलवालाकोमा अघि दिउ खाएको होइन अनि त्यो अङ्कलले त्यो दिउ खाइसकेपछि पैसा माग्ने बेला ओइ काले हप्सी ओइ पैसा दे भन्छ मलाई त्यो काले मलाई त्यो रिस उठ्यो क्या होइन अनि मेरो पाला माठासले काले भन्छ पख भनेर मैले त्यो 3-4 डिउै चोरेर हिँडेको त्यहाँबाट त्यो काले भन्दैमा अनि के भयो त अनि काले भन्दैमा अनि के चोरेर हिँड्ने अनि होइन क्या त्यो चाहिँ अब म यस्तो भयो क्या हामी कालो मान्छेको इज्जत छैन मार्केटमा हामी कालो मान्छे के बाँच्न नपाउने हो हामीलाई हेप्छ पो आँटा बुढोले अनि मलाई रिस उठ्यो मेरो पाला त्यस्तो डिउै चोरेर हिँडेको ए पुलिस बोलाइदियो किन चोरेर हिँड्ने त अनि चोर्नु हुँदैन अनि थाहा छैन ठिक छ दाइ त्यस्तो नगर्नु पुलिसलाई बोलाइन्छ गएर छोड्दिनँ क्या दाइ छोड्दिनँ अब बरु मिल्छ त यो एउटा लिएर जानु न बरु होइन कसैलाई पनि नभन्नु त्यो अङ्कलले खोज्यो भने उता उता इन्डिया गइसक्यो भनिदिनु ल यो गरेर लिएर जानु हुन्छ कसैलाई नभन्नु ल ए हुन्छ हुन्छ ल एकदम राम्रो महँगो खालको डिउ हो क्या ए ल ल कसैलाई नभन्नु ल ल म यति लुक्छु भयो सोध्यो भने होइन त्यो बोर्डर पारी चाइनाबाट यस्तो छिरेर इन्डिया गयो भनिदिनु ल ए ल ल ल ए साला यस्तै चोर भेटे त म पनि मालामाल हुन्थेँ यार